खाली के छ निदा त रहिन्छ म त सुकी सही होला भन्ठानेको छैन अब एकछिनमा सुत्ने अनि के छ त अरू हालखबर सबै ठिकै छ म कति राम्रै भइसक्यो साली त अहिले त के यो सुत्ने बेलामा सिँगार पटर गरे हो कि के हो तिमी मान्छे राम्री हो सिँगार पटार गरेको छैन म यस्तै हो ओहो हेर औँठी पनि कति राम्रो लाग्यो घडी पनि कति राम्रो मानेछि अनि भन त साली तिमीलाई भेना कतिको मनपर्छ मलाई त मन पर्दैन भेना ल तिमी चाहिँ मलाई मनपर्ने माया लाग्ने तिमी चाहिँ के भाकी के मलाई तपाईँ मन पर्दैन कि त्यसो भनेर हुन्छ त अब तिमी दिदी घर हाल बसेको छौ दिदीको दुई जिउकी छि तिमीलाई थाहा छ रहेछ अब भिनाजुको मन सालीदेखि काम मान्छ कि दिदी दुई जिउकी भयो भन्दैमा सालीलाई आँखा लाउनुपर्छ आँखा लगाएको होइन के तरुनी साली अलिकति मन बुझाउ कि के छ भनेर बुझ्न खोज्यो भने कस्तो माथिको भेना होला अब सालीको अगाडि भिना नमात्र को मातिन्छ त म यही ठिक छु के भेना म यही ठिक छु हे तेरी कस्तो कुरा नबुझेको थिएन मैले तिमीलाई के कुरा बुझाउँ कि मैले भने तिमीलाई नबुझ्या हो म केही पनि कुरा बुझ्दिनँ थाहा छैन मलाई अब दायाँमा केही कुरा नगर साली अब तिमी तलतिर मकै भुट्न गएको छे अरू कुरा केही पनि नगर अब भिनासँग आज आरामले बस्ने हो कुरो बुझ्यौ नि ल त्यसो नगर्नु न भेना मलाई त्यस्तो अप्ठ्यारो हुन्छ क्या नगर्नु म जान्छु भेना कहाँ जानु नजाऊ न नजाऊ तपाईँ त्यस्तो टच नगर्नु न भेना मलाई ल मलाई मन पर्दैन त्यस्तो गरेको तिमीलाई उखानै थाहा छ त साली भिनाको भनेर अनि मैले टच कसले गर्छ त उखानमा मात्र सीमित हो के तिमीलाई कसरी पकाउनु त्यस्तो नगर्नु न भेना मलाई त्यस्तो नगर्नु न भेना तिम्रो जाडो पनि साली कहाँ त्यस्तो नगर्नु के भेना मलाई ए तेरी यस्तो नगर्नु जाडो छ बाउछु सुताउ ए साली है तेरी का तिमी कस्तो कुरै नबुझ्ने के तपाईँ यस्तो नगर्नु है भेना म त दिदीलाई कुरा लगाइदिन्छु फेरि कुरा त नलाउँदिनलाई कुरा लाउँछ हुँदैन फेरि बर्बाद हुन्छ अनि त मलाई किन यस्तो टच गर्नुहुन्छ अनि तिमीले हिजो पनि मलाई तिमीले गरेको थियौ अस्ति पनि गरेको थियौ अब सालीले त भिना मन परायो होला भन्ठाने के अरे अब तिमी पनि पुरा पैसाले परिपूर्ण भागी साली तपाईँ यस्तो कुरा नगर्नु भने म त जान्छु त ल बस न बस 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 क्या एकछिन बस म जान्छु कि भेना छोड्दिनु नगर्नु कहाँ जानु एकछिन यहाँ बस ल ल एकछिन बस म जान्छु कि एकछिन चुप लाएर बस एकछिन तपाईँ यस्तो यस्तो कुरा नगर्नु न त अनि के कुरा गर्ने सालीसँग के अब मन्दिर पूजा गर्न जाने कुरा आएन गर्ने जाने कुरा आएन अनि धुमधुम चाहिँ के सालीको अगाडि भिना चाहिँ के चित्त म दिदीलाई सबै कुरा लगाइदिन्छु अनि थाहा हुन्छ सुन्न भन्नु हुँदैन हेर बिजुली त मार्ची थापै पनि चुप लगाएको बरु तपाईँ यस्तो कुरा गर्ने भए त म त जान्छु नै म सुत्दिनँ के भेना नगर्नु चिसो छ क्या जान्छु कि भेना म कहाँ जाने भने म जान्छु कहाँ जानु लाग्यो म जान्छु के त ल ल आऊ न आऊ मलाई नसुन्नु के भेना नजान्नु के चुप लाएर कुरा गर्दा भइहाल्छ नि कुरा गरेर तिमी भन्दा मान्दिनौ अनि साली आफ्नो अर्काले उछिलो भने डर भइसक्यो आफ्नो साली कसरी अरूलाई पठाउनु पहिला त भिनाको हुन पर्यो नि साली बरु बिहे गरेर यहीँ बस्छु भने भन म यहीँ राख्छु दिदी माथि सौता बन्न आउँदिनँ म ल के को सौता दिदी बहिनी मिलेर बस्यो भइगयो नि आरामले पालिहाल्छु ह्यान्डसम पनि छु हाकिम हो हाकिम तलब त आइहाल्छ घुस नखाइन किन पिर गर्छ तपाईँ यस्तो कुरा गर्ने भए म जान्छु नजाऊ नजाऊ बस बस म त जान्छु ल ल कति यति राम्री साली हेर यहाँ कम राम्री छ मलाई फकाउन खोजेको होला म फकिन्न त्यस्तो कुरा नफकिएर के गर्छौ कहाँ जान्छौ त म दिदीलाई दिदी घरमा आएर बसेछौ दिदीलाई भन्ने कुरा चाहिँ नगर के होइन यस्तो यस्तो गर्नुहुन्छ मलाई यस्तो हातपात गर्न आउनुहुन्छ भनेर सबै कुरा लगाइदिन्छु दिदीलाई बरु म केही गर्दिनँ कुरा चाहिँ नगर तपाईँले अस्ति के भन्नुभएको थियो मलाई गोठबाट ल्याउँदा अबदेखि तिमी मेरो बहिनी म तिमीलाई हातपात गर्दिनँ छुँदा पनि छुँदिनँ भनेर ल्याउनु भएको होइन दिदीसँग कुरा गरेर भने त हो नि 2 दिन चुप लाएर बसेँ फेरि दिदी दुई जिउकी छे उसलाई छुन नै मिल्दैन आफ्नो पनि यहाँ दिदीलाई चाहिँ दिदीसँग नबसेर कति दिन भइसक्यो जवानी साली नाटक गरेर ल्याउनु भएको रहेछ मलाई त्यसो भए न त तिमी जान्नौ त मान्दिनौ
कारका गोठतिर गएर बस्न जान्छौ के गर्नु आफ्नो मन मान्दै तिमी नभए त न बस्न सक्छु न बाँच्न सक्छु त्यस्तो भइसक्यो तपाईँ सुध्रिनु तिमी जे सिक्यो भन त्यसो भए तपाईँ सुध्रिनुहुन्न म जान्छु म ल नजाऊ के आऊ नजाऊ दिदी कराएको भने कि नकर ओइ कति चिच्चा कि के भयो के चिच्चाको त भेनालाई मकै खान मन छैन रे रोटी पकाइदिए रे ल हेर अघि भर्खर मकै भुट्दै भनेर मैले मकै भुट्दै थिएँ अब पिठो छैन मैले कहाँबाट ल्याउनु फेरि यहाँ घाँटीमा अलि टन्सिन आस्तो भयो क्या बुढी मकै चपाउन अलिक सक्दिनँ होला निललाई त्यो भएर मलाई रोटी चाहियो कि अनि कहाँ जाऊँ त म रोटी लिनलाई ल भन्नु त पिठो लिनलाई त्यो बिचारी कहाँ के जानु बुढी त्यो लाले काँडा अलिकति पिठो ल्यायो नि त बरु त्यहाँ भैँसी पनि दुनु छ दही पनि होला आज दही रोटी खाएर सुत्न पर्यो साइललाई पनि फेरि दही मनपर्छ अरे अब म चाहिँ के जानु बुढो थाकेछु मकै भुटेँ काम गरेँ होइन जा बहिनी तैँले गरेर लिएर आइथ नि त लाले कहाँ गएर पिठो हुन्छ म जाउँ हुन्छ लिएर आइज अब भेनालाई बनाएर खुवाउनु परिहाल्यो जान्छु नि अब साथी दिनै जानुपर्छ र एक्लै डराउली नि त फेरि खालि बहिनीको पछाडि लायो हिँड्यो अब त्यो तातो मकै भुट्या थिएँ कुरुम कुरुम खानु चिया खानु भइहाल्यो त हुन्छ हो अब सबैले आँखाले लाउँछन् के गाउँतिर यसलाई तिमी गएर पिरो लिएर आऊ अनि दही पनि ल्याऊ के आज दही र रोटी खान मन लागेको छ मलाई हुन त तपाईँले भनेको कुरा नि ठिकै हो यसलाई गाउँतिर जसले पनि आँखा लाउँछन् बाटोमा हिँड्यो भने अरूका बुढीले पनि कुरा काट्छन् होइन त्यही त त्योभन्दा बरु मै लिएर आउँछु ल त चाहिँ मकै भुट्ने फेरि त्यहाँ बाँकी छ अरू है त म गएँ ल मकै भुटेर राख है त धन्यवाद साथीले बचाइ ठिक गर्नु तिमीले माया त गर्दो रहेछौ नि तिमीले नि नभए किन बचाउँथ्यौ र जाऊ मकै भुटेर जाऊ साली तिमीले आज मलाई बचायो तिमीलाई धेरै धेरै धन्यवाद है तिमीले माया त गर्दो रहेछौ नि माया नगरे है किन बचाउँथ्यौ र मेरो साली मैले तपाईँको माया गरेँ होइन मेरो दिदीको माया गरेँ दिदी बच्चा पाउने छे घरबार बिग्रिन्छ तपाईँहरूको भनेर मैले एकचोटिलाई हजुरलाई बचाएको अबदेखि फेरि म बचाउँदिनँ नि त्यसो नभन साली तिमी त देउतै जस्तो साली रहेछौ मैले यत्रो गर्दा पनि तिमीले बोलाउँदाखेरि पनि दिदी अगाडि जम्मै ढाकछप गऱ्यो म तिमीलाई म टाढा हुन सक्दिनँ अब त्यस्तो कुरा नगर कमसेकम मसँग बिहे गरिदिनु भने पनि दिदीसँग बस्थ्यौ मेरो मन आनन्द ढुक्क हुन्छ त्यस्तो बिहे गर्ने कुरा नसुन फेरि यस्तै कुरा गर्नुभयो भने अवश्य म दिदीलाई भनिदिन्छु तपाईँलाई मैले फेरि पनि बचाएको छु ल ठिक छ दिदीलाई भन्ने काम नगर बरु केही गर्दिनँ सधैँ बस तिम्रो आँखा अगाडि देख्नु पाएँ मेरो मन आनन्द खुसी हुन्छ कि साली तपाईँ नराम्रो नियतले हेर्नु हुँदो रहेछ म बस्दिनँ अब म जान्छु फर्किन्छु त्यसो नभन्नु तिमी मलाई साह्रै मनपर्छ तिमीलाई माया नि गर्छु तर अब बुढी बनाउने रूपमा चाहिँ म हेर्दिनँ कि तिमीलाई त्यति अब अरू केही लाग्दैन बस्न मन पर्दैन भने बरु बस्नु पर्दैन अरू हिसाबले बुढी बनाएर नबस्छ तर सधैँ दिदीसँग बस्यो बहिनी सोच्नु न त बहिनी सोच साली पनि त बहिनी नै हो नि होइन र हो हुन त के गर्नु खोइ के साली देखेपछि जुनसुकै साडी देखे पनि त्यस्तै लाग्छ मलाई भेन नसुत्रिने रहेछ मैले बुझिसकेँ कुरा ल ल मकै सकै भुटेर जाऊ है के गर्नु बचाउनु त बच अन्त मै भन्ने उस्तै हो त्यसो गर्दा नहुने तै पनि फेरि एक दुईचोटि प्रयास गर्नु पर्ला तै पनि आफ्नो भइहाल्छ